अस्तित्वको स्रोत कलाकारिता मात्रै भयो भने चाहिँ म डुब्छु। त्यसपछि भोलि आमाको अफर आयो भने, डाकुको, फुलनदेवीको रोल आयो भने पनि मैले गर्नुपर्ने नै हुन्छ। तर अहिलेसम्म लाइफमा चाहिँ मैले आफूलाई चोइस दिएको छु, मैले चुज गर्न पाउने क्षमता चाहिँ बनाएको छु। त्यो मेरो लागि सशक्तिकरण हो। र भोलि आमाको रोल आयो भने पनि मेबी इट्स ओके, म हेर्छु त्यहाँनिर कतिको न्याय पुऱ्याएर त्यो रोल स्क्रिप्टलाई लेखिएको छ, त्यो पात्रलाई कतिको न्याय पुऱ्याएर लेखिएको छ, त्यसले के फरक लिएर आउँछ कथामा, हामीले चाहिँ त्यस्तो चिज हेर्नुपर्छ जस्तो लाग्छ। त्यसले वाइ नट। तपाईँ फिल्ममा बोल्न नसक्ने भूमिका हुन्छ होइन? हो, यो मेरो चाहिँ त्यसलाई कस्तो तयारी भयो? यो हाम्रो कथा फिल्म जुन चाहिँ 2013 मा रिलिज भएको, प्रशान्त रसालीले बनाउनु भएको, त्यसमा पनि मेरो कुमारीको रोल, जुन पात्रले चाहिँ अहिलेसम्म पनि दर्शकले चिन्नुहुन्छ मलाई, त्यसमा पनि नबोल्ने रोल थियो अनि यसमा पनि नबोल्ने रोल छ। अनि दुईचोटि अहिले मैले सिनेमामा यो दोस्रो पटक चाहिँ नबोल्ने नारीको रोल, पात्रको रोल गरेको हो। त्यसमा चाहिँ फरक हुन्छ है। यसको लागि चाहिँ मैले त्यही भिडियोजहरू टन्नै हेरेँ। यसपालि चाहिँ म संस्थाहरूमा जान सकिनँ। अनि ठ्याक्क मेरो घरको अगाडि झम्सीखेलमा सुखावती स्टोर भन्नेमा चाहिँ एकजना बोल्न नसक्ने सेलर हुनुहुन्थ्यो कि सेल्स वुमन। अनि पछि उहाँ चाहिँ त्यस्तै गरेर बोल्ने, ठ्याक्कै त्यस्तो गरेर म हरेक दिन जान्थेँ सुखावती स्टोरमा लुगा किनेको जस्तो। उहाँ कसरी बोल्नुहुँदो रहेछ, कसरी हावभाव, हातको हिँड्ने, खाने, बोल्ने, एक्सप्रेस गर्ने कस्तो रहेछ भने चाहिँ म उहाँलाई चाहिँ स्टडी गरेको हो यो रोलको लागि। त्यो फरक चाहिँ मैले त्यसरी ल्याएको छु। कुमारी र छैन, किनभने त्यो कुमारीको रोल अर्कै थियो होइन। ल ठिक छ, एउटा लाटो मान्छेको रोल गर्यो भने, लाटो भन्न मिल्छ मिल्दैन, सरी, यो अहिले कतिको पोलिटिकली करेक्ट हुन्छ, बोल्न नसक्ने मान्छेको। अहिलेको चाहिँ एकदम फरक थियो। उहाँले परिकल्पना गर्नुभएको पात्र अर्कै थियो। सो यसले पुरै फरक पऱ्यो।